खाने हतार गरेको फुर्सद छैन पसिना भयो क्या अरू भन्दा नि यस्तो गरेर केटा हो यति राति बल्ल सक्सेसफुल भयो घना जङ्गलमा आएर त यस्तो घना जङ्गल यो हामी यो फल खोज्दा ठ्याक्कै 1.5 घन्टाको हिँडाइमा बल्ल बल्ल यहाँ आएको छौँ धेरै किसिमको औषधिहरू फाइदा गर्छ बुढाबुढीहरूलाई त अझै नम्बर अमर रहन्छ Oh my god. भेटे ल केटा ल कति खाने रुखै कटिङ हानिदिए ल कसले हानेको म्याट्रिङ हामीले त होइन है पढ गयो पट्टा ओ भाइ साहब माल लिएर जाने अब आइसकेपछि दबार लाने भाइ कति थोट ल्याएको त नि ओके फर्स्ट ट्राई हो कि माल अलि उजेलाउनु देखाउनु पनि देखाएको यो हामी यो फल खोज्दा ठ्याक्कै 1.5 घन्टाको हिँडाइमा बल्ल बल्ल यहाँ आएको छौँ ल सम्पर्क गर्नु होला है सबैजना यो के हो यो रुखै ढालिए काटिए हामीले के होला ल एकदमै अर्ग्यानिक विशुद्ध औषधि हुन्छ यो उधार केटा हो ल माल हेर त कम ल्याङ्छ यति टाढा हेर अँधेरो भइसक्यो धेरै ल्याएको भयो नि हुन्थ्यो नि एक भारी मात्रै हो घना जङ्गलमा हेर त यस्तो घना जङ्गल बत्ती त वहाँ बला छ वहाँ पुग्नु छ धन्न लाइटसम्म देखियो केटा हो ढुक्क भइ पुगिन्छ Oh my god. कताबाट हो कता हो ब्रेक छैन गाडीमा ओए क्या हुआ कहाँ गयो टोली भाग 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 भाग